नमस्कार साथीहरू। जेलमा बस्दाखेरि दिन र रातको छुट्टा छुट्टै काउन्टिङ हुन्छ, छुट्टा छुट्टै हिसाब हुन्छ भनेर विभिन्न व्यक्तिहरूले प्रश्न गर्नुभएको छ। आज हामी यही विषयवस्तुमा चर्चा गरौँ। नेपालमा कुनै व्यक्तिले फौजदारी कसुर गर्यो, फौजदारी अपराध गर्यो भने त्यस्तो कसुरदारलाई, त्यस्तो अपराधीलाई विभिन्न किसिमका सजायहरू हुन्छ। ती सजायमा जरिवाना भयो, जरिवानाको सजाय, कैद सजाय र त्यो पीडितलाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ। विभिन्न आपराधिक ग्रेभिटी हेरेर, त्यो अपराधको गम्भीरता हेरेर एक दिनदेखि लिएर आजीवन कारावासको सजाय हुन सक्छ। कुन कुन कसुरमा आजीवन जेल सजाय हुन्छ त्यो विषयमा मैले यसअघि नै भिडियो बनाइसकेको छु। तपाईले आई बटनमा दिएको लिङ्कमा गएर हेर्न सक्नुहुन्छ। यसरी जेलमा बस्दाखेरि जेलमा बसेको अवधिलाई दिन र रात छुट्टा छुट्टै गणना गरिन्छ, दुईटै हिसाब गरिन्छ कि एउटै हिसाब गरिन्छ। उदाहरणको लागि कुनै व्यक्तिलाई 10 दिनको जेल सजाय भएको छ भने त्यस्तो व्यक्ति 10 दिन 24 घण्टाको एक दिन मानि 10 दिन नै जेलमा बस्नुपर्ने हुन्छ कि 5 दिन 5 राति गरेर 5 24 घण्टाको अवधि मात्रै पूरा गर्नुपर्ने हुन्छ भन्ने सम्बन्धमा हेर्दाखेरि यदि कुनै व्यक्तिलाई 10 दिनको कैद भएको छ भने त्यो 10 दिन नै बस्नुपर्ने हुन्छ। भनिसकेपछि एक दिनलाई 24 घण्टा मानेको हुन्छ। नेपालको कानुनी व्यवस्था अनुसार जेलको काउन्टिङ गर्दाखेरि, उसको जेलको दिनको गणना गर्दाखेरि 24 घण्टालाई एक दिन मानिन्छ। भनिसकेपछि एक दिन र एक राति के हुन्छ भने एक दिन मात्रै हुन्छ। 24 घण्टाको अवधिलाई, 24 घण्टाको पिरियडलाई एक दिन मानिन्छ भने 30 दिनको अवधिलाई एक महिना मानिन्छ। त्यसैगरी 365 लाई के भनिन्छ भने एक वर्षको गणना गरिन्छ। भनिसकेपछि कुनै व्यक्तिलाई यदि 45 दिनको जेल सजाय भएको छ भने एक महिना 30 दिन भयो र 15 दिन थप गरेर उसले 1.5 महिना बस्नुपर्ने हुन्छ। कुनै व्यक्तिलाई 5 वर्षको सजाय भएको छ भने एक वर्षलाई 365 × 5 भनेपछि 365 दिनको गणना हुने गरी 5 वर्ष ऊ बस्नुपर्ने हुन्छ। यसरी समग्रमा भन्नुपर्दाखेरि कुनै व्यक्तिको जेल सजायको गणना गर्दाखेरि, त्यसको हिसाब गर्दाखेरि 24 घण्टालाई एक दिन एक रातिको 24 घण्टालाई एक दिन मानिन्छ, 30 दिनलाई एक महिना र 365 दिनलाई एक वर्ष मानिन्छ। भनिसकेपछि दिन र रातको गणना चाहिँ हुँदैन, दिन र रात छुट्टा छुट्टै गणना हुँदैन। एक दिन एक रात गरेर 24 घण्टाको अवधिलाई एक दिन मात्रै मानिन्छ। त्यसैले गर्दाखेरि दिन र रात छुट्टा छुट्टै नभएर 24 घण्टाको पिरियडलाई एक दिन मानिन्छ। आजको यो विषयवस्तु तपाईलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला। साथै अहिलेसम्म यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। धन्यवाद।